बुहारी नाति लिएर जाउँ है विदेश चढेर आओस्। नाति गएपछि नातिनी बुहारी नाति भाडामा बाआमा नै जाने रे क्या हो। अनि विदेश जानु म आमा विदेश जानु म जानु ठिक भएर तैँले मलाई सुनाउ त। मैले नजाएको छु त्यो चाकटुक पारिहाल्छ अब भिसा आउने छ अरे अब आउँछ अरे अब। कसले भने मैले केही गरेकै छैन कहाँ विदेश जान्छ भने लगाएर त म कहाँ विदेश जान्छु। विदेश त्यस्तो राम्रो जाने छ आफूलाई मैले बरु सहरी आफूले सहरी सक्खेर पालिन्थ्यो बाउ पाल्यो आमा पाल्यो हो उसले त्यो जाँदा छैन उसको छैन उसको म त केले रोग भने म भन्दै कि अरू आवाजको कुरा गर्नु हाँस्नुहुँदैन। के गरेर अब मा सन्तोष छ अब यो घरमा बस्छ भानिज बस्छ त्यही भएर राम्रो बसिसकेर बस्छ घरै के घरै बस्छ उनीहरूको मेरो होइन तर दाइले यसले चाहिँदैन उनीहरूलाई भनेर सारी चाकटुक पारेर के चाहिँदैन भने अरे घर चाहिँदैन भने अब यो घर चाहिँदैन अरे उहाँको घर के उहाँको कहाँको निज घरको कसको घर ससुरालीको ठीक घर छ त क्या त्यसलाई हारे भन्नुहुन्छ आमा मलाई थाहा छैन अर्का घर किन चाहियो हामीलाई चाहिँदैन नि उनीहरूलाई पनि दिन जान्छ क्या उनीहरूलाई पनि उही दिन्छन् रे सन्तोषलाई ए दाइको त ढुक्क भएछ अब मेरो मात्रै टेन्सन भयो चाहिन्छ मलाई चाहिरहेको छ दाइलाई ससुरालीबाट घर दिनु भइहाल्यो अब मेरो मात्र टेन्सन छ आमालाई यहाँ म रोइरहेको छु अहिले उयो गर्दा उहाँ आउँछ कहाँ आउँछ के छ अरे आउँछ पनि अब म घरै किनिदिन्छु कि भन्छ साथी भन्छ कस्तो जेठान भन्ने कसले ठुल दाइले उनीहरूलाई नि किनिदिन्छु भने ठुल दाइलाई नि ससुरालीबाट घर किनिदिनु भयो तेरो मात्रै टेन्सन अब यसलाई बरु एउटा एउटा बुढी नै बिहे गरिदिए रे त एउटा विदेश जाने नै भयो भने केटी बिहे गरिदिए घरै बनी भयो नि बिहे गरिदिए रे गहना चाहिँ दिने रे मेरो तेरो लगेर भयो गर्नु पर्ने जग्गा यसलाई राम्रो छ जहाँ घुम्न पाउँछ